देशमा छुवाछुत हटायो कसले? छुवाछुत हटाउने संविधान र कानुन ल्यायो कसले? वीरता प्रथा उन्मूलन गर्यो कसले? अनेक विकासका कामहरू ल्यायो कसले? यत्रो हाइवेहरू बनायो कसले? शिक्षा यति अगाडि बढेको छ देश, स्वास्थ्यमा यति अगाडि बढेको छ, गर्यो कसले? अब यो बाटोलाई, यी कामहरूलाई निरन्तरता दिन, डेमोक्रेसीको रक्षा गर्न नेकपा एमाले, नेपाली कङ्ग्रेस जस्ता पार्टीहरू अहिले भन्ने हो भने प्रतिस्पर्धाको समय पनि होइन। अहिले डेमोक्रेसी अप्ठ्यारोमा परेका बेला डेमोक्रेसीको रक्षा, डेमोक्रेसीको रेस्टोरेसन, कन्स्टिट्युसनको फेरि परिपालना गर्ने वातावरणको पुनर्स्थापना, शान्तिको पुनर्स्थापना, यो अभिभारा साझा अभिभारा हो नेकपा एमाले र नेपाली कङ्ग्रेसको। यस अभिभाराका लागि दुईटा पार्टी एक ठाउँ भएर जान्छ।